गाइज हजुरहरूले कहिले स्वर्ग देख्नु भएको छ? यदि छैन भने चाहिँ मलाई फलो गर्नु होला है त। हो, यो स्वर्गभन्दा पनि कुनै कम छैन मेरो लागि चाहिँ होइन, किनभने म चाहिँ जन्मेको मेरो बालापन बितेको गाउँघर हो। मलाई चाहिँ स्वर्गभन्दा पनि प्यारो छ। म चाहिँ गाउँ छोडेको 10 वर्ष भइसकेको थियो है। 72 सालमा भूकम्प पश्चात म बाहिर गएको भयो, अनि 82 सालमा म रिटर्न ब्याक भएपछि चाहिँ म गाउँ गएको थिएँ। र जति पनि म बाहिर बसेँ नि, त्यो बाहिर बस्दा चाहिँ मलाई दिमागमा मैले यो गाउँलाई कति केही चिजलाई मिस गरेन होला कि गाउँ कहिले जानु भन्ने मलाई त्यो गाउँको स्ट्रक्चर देख्न मन थियो, मेरो गाउँ कस्तो भयो भनेर कि। किनभने पहिला त ढुङ्गा माटोको घर हुन्थ्यो, 2-3 तला घर हुन्थ्यो, कौसी हुन्थ्यो, त्यस्तो हुन्थ्यो नि त प्रायः हाम्रो गाउँतिर। तर अहिले त सबै चेन्ज भएछ कि। अब त्यो भूकम्प पश्चात सबैले रिबिल्ड गरेर, कसैले बिल्डिङ गरेर पुरा पिलरवाला घरहरू होइन, तर कसैले चाहिँ त्यो इँटा र त्यो प्लास्टर गरेकै घर सानै भए पनि बनाउनु भएछ। तर सबै चेन्ज, स्ट्रक्चरै कस्तो ब्युटिफुल्ली चेन्ज भएछ होइन। अनि रोडहरू पनि पुरा पिच, अनि अझै सहरै भएछ नि अहिले त होइन। अनि के भन्छ, छोडेनहरू पनि बनाउनु भएछ हाम्रो गाउँमा। सो एकदमै अमेजिङ भएछ है, विकसित भएछ हाम्रो गाउँ चाहिँ। अनि मलाई चाहिँ के हुन्थ्यो भने यो गाउँको हावापानी अनि त्यो चराचुरुङ्गीको आवाज मैले यति मिस गरेँ। कति फ्रेन्डली हुन्छ नि होइन हाम्रो गाउँघरमा त। चराचुरुङ्गीको आवाजहरू पनि सुन्दा कति आनन्द हुन्छ। अनि त्यो छिमेकीहरू पनि यस्तो रमाइलो हुन्छ कि। किनभने पहिला त हामी हाम्रो टोलमा त अझ एउटा घरमा मिठो केही पाक्यो भने गाउँघरमा त भन्दिनँ, टोललाई हामीले सेयर गरिदिउँ कि हाम्रो टोलको त्यही केही मिठो पाक्यो भने पनि के एउटा घरमा। सो जहाँ गए पनि आफ्नै मान्छे जस्तो लाग्ने, त्यो गाउँको मान्छे मेरै मान्छे होइन, यो मेरो ठाउँ। कस्तो अमेजिङ फिल कि गाउँमा पुग्ने साथ, बाहिर टेक्नु साथ कि त्यो अर्कै, त्यो स्वर्गमा पनि त्यो फिल आउँदैन होला कि। यस्तो प्यारो लाग्ने कि सबै चिजहरूसँग होइन। अनि अझ के भन्छ, खानाकुराको त के हामी त यता पाकेन उता खाने, गाउँघर त त्यसै त हो नि होइन। सबैजना आफ्नै हुन्छन्, अनि यता पनि खाने, यता पनि आफ्नै घर जस्तो, उता पनि आफ्नै घर जस्तो। सो अमेजिङ रमाइलो थियो। अनि जुन चाहिँ हामीले काहीँ पनि पाउँदैन कि त्यो फ्रेन्डली इन्भाइरोमेन्ट, त्यो चराचुरुङ्गीको आवाज, त्यो आनन्द, त्यो पिस त हामीले कुनै ठाउँ गए नि, कुनै ठाउँमा गए नि पाउँदैन। झन् विदेशमा त छँदै छैन त्यस्तो होइन। झन् काठमाडौँमा त छैन। अब विदेशमा के हुन्थ्यो, काठमाडौँमा एउटै घरमा बस्ने मान्छे त यताको रुमको मान्छे चिन्दैन होइन। सो म चाहिँ त्यो साउन्डको लागि एकदम तडपेको थिएँ कि, धेरै वर्षदेखि तडपेको थिएँ। र जुन चाहिँ मैले अनुभव, मैले चाहिँ सबै मेरो त्यो तडपाउ हुन्छ नि, मैले चाहिँ गाउँ गएर आनन्द लिएँ, सर्टेन टाइमको लागि भए पनि। अनि जुन चाहिँ यो नेचुरल साउन्डहरू हुन्छ नि, म कति तडपेको थिएँ यो साउन्डको लागि। म रातभरि निन्दा नलाग्दाखेरि मैले त्यो स्लिपिङ नोइजहरू हुन्छ नि, स्लिपिङ साउन्डहरू, यस्तै चराचुरुङ्गी कराएको, पानी परेको, अनि त्यो जस्ताको साउन्डमा ट्याङ आवाज आउँछ नि, यो पानी परेको आवाजहरू सुनेर म सुत्ने गर्थेँ कि गाइज। अझ झन् गाउँ छोड्यो नि, झन् देश छोड्यो नि, झन् चाहिँ धेरै माया लाग्दो रहेछ कि आफ्नो गाउँठाउँको।